वास्तवमा नेपाली जनतालाई अझै पुगेको रहन्छ, अझै यिनीहरूलाई समय भएको रहन्छ। म भन्दैछु त, यिनीहरूका स्वास्नी छोराछोरी घर बनाए यिनीहरूले होइन। आज छोराछोरी विदेश पठाएर घर ओडाएर बनाए होइन नेपालीले। आज कसैका छोराछोरी घरमा छैनन्। ए बाबा आफ्ना छोराछोरी घरमा ल्याऊ, आफ्नो देश बनाउनु पर्छ भनेर दिन रात खाइ नखाइ गरेर हिँड्दाखेरि नि पनि यिनीहरू हामीलाई खेद्छन्, यिनीहरू हामीलाई थुन्दाखेरि साथ दिँदैनन्।